आज हाम्रो नेपालमा हरेक एक ठुलो व्यापारीले कर छली गर्न खोज्छ। किन थाहा तपाईँहरूलाई थाहा छ? त्यो हाम्रै गल्तीको कमजोरीको कारणले गर्दाखेरि भएको। हामीले पछिल्लो 25-30 वर्षमा यस्ता नेताहरूलाई जितायौँ, पटक पटक जितायौँ कि ती ठुला व्यापारीहरूले अब कर तिरेर त्यो पैसा चाहिँ जनताको सेवा सुविधाको लागि फिर्ता हुँदैन भनेर उनीहरूले बुझिसके क्या। त्यही भएर कर छली गर्छन्। देशमा यस्तो अवस्था बन्नु पऱ्यो कि जनताले हाँसी हाँसी कर दिन सकोस् क्या। यो मैले सरकारलाई दिएको हो क्षणिक समयको लागि। भोलि योभन्दा बढी मैले सेवा सुविधा प्राप्त गर्छु भन्ने भएपछि त मान्छेले कर दिनको लागि त सोच्नु पर्दैन नि धेरै, कर छली गर्नु पर्दैन नि। यो कुराहरू सबै हुनको लागि योचोटि नयाँ सरकार बनिन जरुरी छ। बहुमतमा सरकारमा जानु जरुरी छ कुनै एउटा पार्टी। त्यो घन्टी हुनसक्छ, त्यो माटो हुनसक्छ, तर एमाले, काङ्ग्रेस, माओवादी चाहिँ हुँदैन है। यिनीहरूले देश बनाउँदैनन्। यिनीहरूको लेखिएको जुन एजेन्डाहरू राम्रा भए पनि यिनीहरूको नेतृत्व गर्ने जुन सरकार छ त्यो ठिक छैन। यिनीहरूको व्यक्तिहरू राम्रा होलान् तर भोलि उनीहरू गएर काम गर्न सक्ने अवस्था छैन। तिनीहरूले देश बनाउने भन्दा पनि आफ्नो कुर्सी कसरी म बचाउन सक्छु, कसरी म केही दिन बढी मन्त्री हुन सक्छु, कसरी म यो मन्त्री भएको समयमा विदेश घुम्न जान सक्छु, कसरी अलिकति आफ्नो छोराछोरीको लागि सम्पत्ति बढाउन सक्छु, त्यतातिर तिनीहरूको ध्यान छ। देश खर्ब ऋणमा छ, तिनीहरूलाई केही मतलबै छैन। यो कुराहरू चाहिँ सुध्रिनु पर्यो। हरेक बाबुआमाले योचोटि भोट दिनु अगाडि सोच्नु होला कि यदि योचोटिको भोट बिग्रियो भने छोराछोरी विदेशबाट घर आउँदैनन् रे। हामी धेरै निराश भइसकेका छौँ। हामी युवाहरूले देशमा केही गर्ने अवस्था नभएर हाम्रो दिमागले काम गर्न छोडिसकेको छ क्या। रगत तात्छ हाम्रो। यो कुरा बुझेर भोट दिनु होला।